सम्झनजीले चिन्नुहुन्छ उहाँलाई देख्नु भएन ऋतुको दाइ हैन ऋतु दाइ हेर्नु तपाईँ ऋतु दाइ चिन्नुहुन्छ उहाँले खासमा मगरहरू ब्युटिफुल हुने है तपाईँ फेरि आँखालाई हाल्नुहुन्छ रेस्पेक्ट के आँखा लाउनु के राख्नु बच्चा ऋतु जस्तै फेरि बहिनी भनेर फेरि उ चाहिँ नगरौँ नि फेरि जसो उहाँलाई चाहिँ यस्तो क्या अब धेरै मान्छेहरू हामीसँग जोडेर बाहिर गए पैसा कमाए होइन दुनियाँ गरे तर त्यस्तो नगरौँ त्यस्तो नगरौँ अब धेरै सपोर्ट हामी गर्छौँ धेरै सपोर्ट गर्छौँ हामी हेर्नु तपाईँलाई केही फरक पर्छ तपाईँको शरीरसँग खेलवाड पनि होइन रूपसँग खेलवाड पनि होइन उहाँको बिजनेसलाई हामी सपोर्ट गर्छौँ केही फरक पर्दैन होइन यो त हाम्रो जबै हो व्यवसाय नै हो जो मान्छे जेरो लेभलको मान्छेलाई चाहिँ हाई लेभलमा पुऱ्याउने हाम्रो बिजनेसै हो यो हेर्नु तर उहाँले नै अब कन्भिन्स गर्न सिक्नु पऱ्यो अब कसै को मान्छेसँग कसरी छान्ने भन्ने कुरो होइन मान्छे चिन्नु पऱ्यो मलाई फर्स्ट टाइम देख्नुभयो आज होइन अब मेरो आन्द्रभूमि थाहा पाउनु यस्तो रियलमा देख्नु भएको थियो कहाँ भन्नु त उता शिव मन्दिर छैन त्यहाँनिर बाइकमा दुईजना तपाईँ र अनि अर्को एकजना केटी केटी होइन अर्को एकजना दाइ किन नबोलाएको त मलाई बाटोमा के भयो हेलो ब्रो भनेर त त्यहाँ हकसक हुन्थ्यो चिया कफी हुन्थ्यो हरेक हुन्थ्यो आफ्नो सिटलाई त भइहाल्छ नि तपाईँ त फेरि चिया कफी भने तपाईँ अर्कै भन्नुहुन्छ होइन आजसम्म यस्तो नेपाली रियल भन्नु पर्दाखेरि केटीको शरीरमाथि खेलवाड भएको छैन